सरकारको केही कुरा चित्त नबुझेर केही मान्छेहरू सडकमा आउँछन् अनि त्यसपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गर्छ, हिरासतमा राख्छ। हिरासतमा एकजना सांसद आउँछन्, एकजना सांसद अथवा भूपू मन्त्री आउँछन्, चाहे उनी सरकार समर्थक पार्टीका हुन सक्छन् या विपक्षीका हुन सक्छन्। उनलाई एउटा सांसद मात्रै मानौँ, सांसद आउँछन्, सांसद आएर उनलाई चाहिँ हिरासतमा बसेको मान्छेलाई धम्क्याउँछन्। सरकारको विरोध किन गरेको, तिमीहरू कोद्वारा परिचालित छौ, अनि अब प्रहरीले समात्यो, तिमीहरू त हामी छोड्दैनौँ, सरकारको विरोध गर्न बन्द गर भनेर हिरासतमा रहेका मान्छेहरूलाई धम्क्याउँछन्। एकजना सांसदले हिरासतभित्र रहेका मान्छेलाई यसरी धम्क्याउन पाउँछन् कि पाउँदैनन्? उनले कुन अधिकारले, उनसँग के अथोरिटी भयो त्यसरी चाहिँ धम्क्याउन पाउँछन् कि पाउँदैनन्? यो आरोप चाहिँ सुदूर गुरुङलाई लागेको छ। जेएनजी अभियन्ताकर्ताहरूले लगाएका छन्। उनीहरू यो बालेन शाह, प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरुद्ध भारतीय दूतावासको अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै थिए अरे। त्यसपछि प्रहरीले समाएर उनलाई हिरासतमा राखेको रहेछ। हिरासतभित्र सुदूर गुरुङ दलबलसहित आएर यस्तो भनेर हामीलाई थर्काए भनेर आज विज्ञप्ति नै हालेछन् भने अब यदि यो कुरा सत्य हो भने यसलाई कसरी, यस कुराको व्याख्या कसरी गर्ने होला? ल सबै मिलेर व्याख्या गरौँ त।